यो चाहिँ हाम्रो डिसेबल टाइपको मान्छेहरू चाहिँ पास हुने भन्ने छ। अब व्हीलचेयरहरू चाहिँ उतिबाट यस्तो घुमेर यता आउने भन्ने छ, अझै फिनिसिङ गर्नै बाँकी छ। अनि यो चाहिँ उयो पर्तिरबाट चाहिँ सट्टभित्र छिर्ने। हामीले चाहिँ यताबाट गर्दा चाहिँ अब सिमेट्रिक हाम्रो आउँथ्यो यो फिगर फ्रन्ट लाइनबाट हेर्दा, तर भइदिएन क्या। अब यो डिसेबल टाइपको अब हामी नै भयौँ भने नि चाहिन्छ यहाँ छिर्नलाई। अब विदेश जस्तो हाइड्रोलिक सिस्टमको बटम दाब्दाखेरि आफै जाने खालको सिस्टम अब छैन। पछि त आउला। अनि अलिक यङ जेनेरेसनको त हाम्रो सिँढीबाट चढ्ने भने चाहिँ उतापट्टिबाट यता आएर यहाँ जोइन्ट हुने हो। यता एउटा हिँड्दा नि हुन्छ। ड्याम्प प्रुफ हान्नै पर्छ। ड्याम्प प्रुफ हान्यो भने चाहिँ यता फेरि पानीले फेरि यसको भाइजर किन खान्छ। एकचोटले नि हुन्छ, तर एकचोटि होइन, दुईचोटि हान्ने। दुईचोटि त्यसलाई ड्याम्प प्रुफ हुन्छ नि। सुरुको त्यसले हामी चाहिँ हालेको 18ले 2 वर्ष 3 वर्ष भयो त हानेको। ड्याम्प प्रुफमा कलर हुन्छ नि। मुन्दुम पुगेको थिएन भनेको यही हो। अहिले चाहिँ मुन्दुम पुग्यो नि मुन्दुम। अनि यहाँ हामीले यस्तो दरो बनाएको छौँ, यहाँ यस्तो एङ्गल हानेर स्ट्रट एङ्गल हानेर अब यो तल जोइन्ट हानेको छ। अनि कुन यो आइडिया त फुर्दै जान्छ गर्दै। नत्र यो पहिले वाल लाउनु भन्दा अगाडि लाग्को भए त झन् हैन, त्यो त थियो नि। उ त्यहाँ चाहिँ हाम्रो त्यो प्लेटमा जोडिँदैन के। फ्लेक्सिबिलिटी र रिजिड जोड्नै हुँदैन। हजुर अहिले पनि जोडेको छैन नि त। हेलो नमस्ते सेवार दर्शकबिन, आज पनि यो श्रम षष्ठी पार्कमा आएको छु र यो श्रम षष्ठी पार्कको यो पुलमा चाहिँ यहाँनिर पर्यटकहरू आउने क्रम देखिरहेको छु र यतापट्टि पनि टाढा टाढाबाट आएर पर्यटकहरू चाहिँ शीतलमा बसिराख्नु भएको हामीले देखिरहेछौँ। र आजभोलि विशेष गरी गर्मी भएर पनि होला र अलिकति म छिटो आएर पनि हो कि यहाँ अलिकति पर्यटकहरू चाहिँ कमै मात्रामा आउनुभएको हो कि जस्तो लागिरहेछ। र योभन्दा पनि अगाडि मैले तपाईँले देखाएको छु त्यतिखेर पनि अलिकति पातलो उपस्थिति रहेको थियो र आज पनि त्यस्तै देखिएको छ दर्शकबिन। र यो श्रम षष्ठी पार्कको एसएनएस पार्क, यो एसडिबी रोज गार्डन हुँदै श्रम चौतारा, गोर्खा चौतारी, आराधरान क्षेत्रतर्फ के कस्तो छ त्यताको दृश्य देखाउनलाई म अघि बढिरहेको छु। दर्शकबिन, यतिखेर यो श्रम षष्ठी गेटभित्रमा छिरेको छु र यहाँनिर हामीले देख्दैछौँ पर्यटकहरू आएर घुम्ने क्रममा हुनुहुन्छ। दर्शकबिन, यतिखेर यो श्रम चौतारामा आएको छु र यो श्रम चौतारामा चाहिँ पर्यटकहरू आएर बसिराख्नु भएको छ। यहाँ अलिकति आज गर्मी छ, गर्मी पनि अहिले बढिसकेको छ र यहाँनिर शीतल ताप्ने क्रममा चाहिँ बसिराख्नु भएको देखिरहेछौँ। र आजभोलि चाहिँ विशेष गरी त्यति बाक्लो रूपमा पर्यटकहरू आएको देखिँदैन र अलिकति आज पनि म अलिकति दिउँसै भएर पनि होला अब चाहिँ यो गोर्खा चौतारी बनिरहेको छ र यहाँभन्दा उतापट्टि चाहिँ मौनता क्षेत्र भनेर यहाँ हामीले देखिरहेछौँ। यतापट्टि मौनता क्षेत्रबाट यहाँबाट पनि जान सकिनेछ र यहाँ नै रोड सेक्सनमा काम भइरहेको छ र यहाँ तल्लोपट्टि चाहिँ जग खन्ने कार्य भइरहेको यहाँ हामीले देखिरहेछौँ र यहाँ मल पनि हामीले देखिरहेछौँ। यहाँ गाडीलाई चाहिँ कारबाही गर्नेलाई भएको छ। गाडीले भत्कायो हुन्छ सबै पुरेर फेरि आज फेरि गरेको ढुङ्गा फ्याँकेर के घाम कतिवटा लागेछ दुईटा लागेको हो खपेर बिहान बेलुका। यो मल चाहिँ के को लागि ल्याउनु भयो? ए बिरुवाको लागि। दर्शकबिन, यहाँनिर मल देखिरहेछौँ र यहाँ आसपासमा रहेका बिरुवाहरूमा चाहिँ मल लाउने भनेर राम्रो खालको मल यहाँ ल्याएर थुपारेको हामीले देखिरहेछौँ। र यो जुन रोड सेक्सन चाहिँ अहिले यहाँसम्म आइसकेको छ। अब चाहिँ खासै त्यति टाढा छैन, यहाँ श्रम चौतारा छेउसम्म लानलाई लगभग त्यस्तै 10-15 मिटर जति मात्रै बाँकी रहेको छ। यहाँदेखि माथि चाहिँ अहिले सकिएको अवस्था छ दर्शकबिन, यहाँ हामीले देखिरहेछौँ।
दर्शकबिन यतिखेर मैले तपाईँलाई यो गोर्खा चौतारी अगाडिको यो बाटोमा गइरहेको दृश्य देखाइरहेको छु। ल यहाँनिर चाहिँ धमाधम कार्य भइरहेको हामीले देखिरहेछौँ। हाम्रो दिदी चाहिँ एकदमै व्यस्त हुनुहुन्छ है दिदी। ताप्ले जुङ्गे दिदी यो के को लागि यता फ्याप्नु भयो? ए तपाईँलाई थाहा छैन? दर्शकबिन यहाँ गोर्खा चौतारीमा आएको छु र यहाँनिर डम्बर सर हुन्छ। डम्बर सर स्वागत छ तपाईँलाई। ल सेवा र दर्शक श्रोता र सम्पूर्ण दाताज्यूहरूलाई पनि। हजुर हजुर। ए यो अहिले गोर्खा चौतारीको निर्माण प्रक्रिया कहाँसम्म पुगेको छ, के कस्तो हुँदैछ यसो बताइदिनुहोस् न। यो हाम्रो अब चाहिँ अलिक फिनिसिङको काम र ब्युटिफाईको कामै हुँदैछ। यो चाहिँ हाम्रो अब यो माथि प्लास्टर गर्दै ल्याउँदैछ होइन। हजुर हजुर। यो माथि टपको यो बिट हान्ने काम नि भयो। अब तल्लो लेयरमा चाहिँ हाम्रो यो चौखाट खुस्काएर चाहिँ अलिक तल गर्ने भन्ने छ। अनि त्यसरी नै जाँदैछ। अब हिस्ट्री यो बिचको सेन्टरको मोनुमेन्ट पनि हुँदैछ, टालीहरू नि काम हुँदैछ। हजुर हजुर। टाली चाहिँ भित्र पनि हुँदैछ कि बाहिर मात्रै हुँदैछ टाली? होइन, उतापट्टि लगाउँदैछ नि, यो साइडमा भित्रपट्टिको साइडको कर्नरपट्टि उता गर्दैछ। हजुर हजुर। अनि यो चाहिँ हाम्रो यता चाहिँ फुल रोप्ने। अनि यो चाहिँ हाम्रो दिदीले खन्दै गर्नुभएको चाहिँ त्यहाँ फुल रोप्ने हैन? फुलबारी रोप्ने। फुल। अनि जुन यहाँ तपाईँ उभिनु भएकोमा चाहिँ यो चाहिँ हाम्रो डिसेबल टाइपको मान्छेहरू चाहिँ पास हुने भन्ने छ। अब व्हिलचेयरहरू चाहिँ उ त्यहाँबाट यस्तो घुमेर यता आउने भन्ने छ। अझै फिनिसिङ गर्नै बाँकी छ। अनि यो चाहिँ उयो पर्तिरबाट चाहिँ सट्ट भित्र छिर्ने। हजुर। हामीले चाहिँ यताबाट गर्दा चाहिँ अब सिमेट्रिक हाम्रो आउँथ्यो यो फिगर। हजुर। फ्रन्ट लाइनबाट हेर्दा तर भइदिएन क्या। अब यो डिसेबल टाइपको अब हामी नै भयौँ भने नि चाहिन्छ यहाँ छिर्नलाई। अब विदेश जस्तो हाइड्रोलिक सिस्टमको बटम दाब्दाखेरि आफै जाने खालको सिस्टम अब छैन। हजुर हजुर। पछि त आउला। अनि अलिक यङ जेनेरेसनको त हाम्रो सिँढीबाट चढ्ने भने चाहिँ उतापट्टिबाट यता आएर यहाँ जोइन्ट हुने हो। यताबाट हिँड्दा नि हुन्छ। अनि जुन तपाईँले यहाँ यस्तो संरचना बनाइराख्दाखेरि यहाँ तपाईँले यो व्हिलचेयरको लागि भन्नुभयो होइन यो एरिया, यसलाई चाहिँ बगैँचा फुल बगैँचा बनाएर पछाडिबाट गर्दा सजिलो हुन्थ्यो होला नि त। अनि यहाँबाट कुदाएर जाँदा चाहिँ उ त्यहाँ अनि व्हिलचेयर त घुम्नुपर्छ नि त। अनि त्यतिखेर चाहिँ कहाँ त यता जाने त ढोका होइन नि त। हजुर हजुर। त्यो मिलाउनु पर्छ नि कहाँ। अनि सबै मिलाइएको यताबाट यता सबै एङ्गल मिलाएर मात्रै काम स्टार्ट गर्नुपर्छ नि। अनि व्हिलचेयर चाहिँ कस्तो यहाँ तपाईँले उपलब्ध गराउने गोर्खा चौतारीले? होइन, लाउरे बुढाहरू हामी घोडा खुसियो भने त अनि व्हिलचेयरमा हिँड्नु परेन त। अनि यहाँ हेर्नु आउनु मन लाग्यो भने त हामीले कुद्नुपर्छ नि त। यहाँ केही थान राख्ने हो कि भनेर राख्नु पर्छ नि। अब उनीहरू लिएर आउँछ। कसैले दिएको पनि छ अस्ति होइन। त्यो दिइ पनि सकेको छ। कसैले दिएको जस्तो लाग्यो। त्यो अब छैन भने फेरि आउँछ। दाताहरूले दियो भने त्यो आवश्यक पऱ्यो भने दिइहाल्छ। त्यस्तोको लागि पनि हुनसक्छ नि। विशेष यो व्हिलचेयर चाहिँ तल हाम्रो एसडिबी रोज गार्डन छेउमा चाहिँ त्यहाँसम्म गाडीहरू आउँछ, त्यहाँबाट यता चाहिँ हुनुपर्ने होइन। कुनै अब वृद्धहरू त गाडीमा आएर पनि घुम्छु भन्ने हुन्छ नि त होइन? होइन, गाडी त यहीँसम्म आउनु सक्ला नि। टेम्पो त यहाँसम्म ल्याउने व्यवस्था गर्दा अलिक आउनु सक्ला नि। व्हिलचेयरको लागि र डिसेबल अथवा कोही फरक क्षमता भएको मान्छेको लागि त यहाँसम्म गाडी उपलब्ध हुनसक्छ नि उनीहरू यहाँसम्मै। ए भनेपछि चाहिँ त्यसलाई चाहिँ छुट दिने, अरूलाई चाहिँ अब हिँड्दै आउँदा नि हुन्छ। त्यो भएर यहाँसम्म रोडहरू यस्तो बनाएकोले गर्दा सजिलो होस् भन्ने। अनि निसेन हटको चाहिँ के हुँदैछ? निसेन हटको मुन्धुम फाइनल हुनु लाग्यो। अब अन्तिम हो सर। ए निकै तल झरेछ बिट। ल ठिक छ। अनि डम्बर सर यो चाहिँ वैशाख 19 गतेसम्ममा चाहिँ उद्घाटन गर्ने भन्ने सुनेको थियो। डेट टाइमहरू अब इन्क्रिज गरेछ। इन्क्रिज भएको छ। इन्क्रिज गरेछ भनेपछि अहिलेलाई तोकिएको छैन? होइन, लगभग तोकिएको छ। हजुर हजुर। लगभग हाम्रो 70-80 दिन छ बाँकी। 1 मन्थ जति इन्क्रिज गरेको छ लगभग। हजुर हजुर। यहाँ पनि गर्दैछ त्यो। यहाँ पनि हुँदैछ है। यता नि सक्यो। अब उतापट्टिको पाटा छ। आज कता गर्दैछ? हाम्रो त्यता हो टाली सर, रोहित सर। ए सफा गर्ने मात्रै। ए ल ठिक छ। ल ठिक छ। यो मिनी चौतारीमा चाहिँ बालुस्टार लाएपछि स्टप भएको होइन नि? किनभने धेरै पहिलेदेखि यस्तै देखिरहेको छु। होइन, टाली लगायो नि त त्यहाँ मुनि।
भित्रपट्टि टाइल लाउने कार्यभार भयो नि सबै तिनटै सिद्धिया छ तिनटै सक्यो अब यस पछाडि हुन्छ ए अनि यसको नि त यो त बिट नक्सा अनुसार यो मिलाउनु पर्ने छ अनि अब यो चाहिँ हजुर गरेर अनि यो खम्बाको लागि माथि पोस्ट गरेर त्यो फ्रेम कसेपछि मात्रै त्यहाँ हाल्नु पाइन्छ नि त त्यतिकै त हुँदैन नि त त्यो यो यिनीहरू फिट गर्दा भनेको यो चाहिँ टाली फुट्ने सम्भावना हुँदैन होइन टाली दह्रो छ त्यहाँ त हामी अरू लगाइहाल्छौँ नि बेसको लागि केही प्लास्टिक अथवा दह्रो यो पोस्ट ठुलो पनि छ हजुर सुहाउँदिलो होस् भनेर राखेको छ यसको फ्रेमहरू त यता घुमाइसकेको छ नि यहाँ त्यो यसो उ गर्नु मात्रै बाँकी छ नि लगभग त यहाँ यो सबै यहाँ यो बाङ्गो बनाइसकेको छ नि कर्भ सेपमा त्यसको छानाको लागि यहाँ यी सबै यो अस्ति बाङ्गिसकेको छ धेरै बेन्डिङ भइसकेको निकै बङ्गाइसकेको छ यो सिताङ ब्रिजको लागि हो यिनीहरू यो सबै सिताङ ब्रिजमा लाग्ने च्यानलहरू यिनीहरू हजुर जगदम्बा कम्पनीको छ बाक्लै छ 6 mm सम्मको 6 mm सम्मको 4 6 हाम्रो सरले सिताङ भन्ने ब्रिजको नाम लिनुपर्छ सिताङ ब्रिजको ऐतिहासिक छ सिताङ ब्रिजको लागि अस्ति मैले भने त युट्युबमा यो साइडमा चाहिँ के हो यो जिप्सन पनि हैन प्लाई हो साइडको भी प्लान हो सर भी प्लान नाम त्यहाँ छ हेर्नु न त्यहाँ त्यसमै त नाम कभरमा भी प्लान भनेपछि यो अस्ति सरहरूले त्यो ऊपर छाना बनाएको छ नि दामी बनाएको छ क्या भी नेक छैन यो रातो छ यो सिमेन्ट बोर्ड हो हजुर सिमेन्ट बोर्ड हो यो सिमेन्ट बोर्डमै चाहिँ नभने होइन सिमेन्ट बोर्ड चाहिँ हो 100% हो तर भी प्लान हो यो चाहिँ ए भी प्लान काटेपछि चाहिँ भी प्लान भइसक्यो टेक्नोलोजीहरू अलिक चेन्ज छ अहिले पानीले भिजे पनि केही नहुने हैन यो हुँदैन वाटर प्रुफ फायर प्रुफ त्यो छ नि सर त्यो योभन्दा अर्को कमजोरी आउँथ्यो नि ओसार्दै फुट्ने के धेरै हार्ड छ धेरै हार्ड छ नि ड्याम्प्रुफ हान्नै पर्छ ड्याम्प्रुफ हान्यो भने चाहिँ फेरि पानीले फेरि यसको किन एकचोटि हुन्छ तर एकचोटि होइन दुईचोटि हान्नु दुईचोटि त्यसलाई ड्याम्प्रुफ हुन्छ नि सुरुको त्यो हामी चाहिँ हालेको 18 3 वर्ष भयो त हानेको ड्याम्प्रुफमा कलर हुन्छ नि यो सिमेन्ट बोर्ड भन्दा हुन्छ यसलाई हो के हो सर हजुर भी प्लान ए यो पानीले भिजे पनि केही हुँदैन हैन भी प्लान यहाँनेरि उहाँले चाहिँ भी प्लान भन्नुभएको छ र यहाँनेरि लाउनु भएको छ र यहाँनेरि यो अस्ति मुन्दुम पुगेको थिएन भनेको यही हो अहिले चाहिँ मुन्दुम पुग्यो नि मुन्दुम अनि यहाँ हामीले यस्तो दह्रो बनाएको छौँ यहाँ यस्तो एङ्गल हान्दिएर स्ट्रट एङ्गल हानेर अब यो तल जोइन्ट हानेको छ अनि दुईतिरै त्यसरी मुन्दुम पुर्याउने होला नि त हैन पल्लो साइडमा पनि हान्नु पर्छ सपोर्टको लागि हल्लियोस् भनेर हैन खै हल्लियो यहाँ हल्लियो अब आउनुहोस् यता टेस्ट गर्नु परेन इन्जिनियरले अब यता हेर्नुहोस् ओ कति हल्लियो अनि यो हो नि त दिमाग पनि हाँस्छ केले टेस्ट गर्ने त अब त्यो ज्याकम्बरहरूले टेस्ट गर्छ नि त्यो रोड कतिको दह्रो छ घरको त्यो प्लान्टर लात्ती हो नि हाम्रो त अब के नेपाल हो अनि यो चाहिँ गर्दै जाँदाखेरि निस्केको नयाँ आइडिया हैन कुन यो आइडिया त फुर्दै जान्छ गर्दै नत्र यो पहिले यो वाल लाउनु भन्दा अगाडि लाग्को भए त झन् हैन त्यो त थियो नि उ त्यहाँ चाहिँ हाम्रो त्यो प्लेटमा जोडिँदैन के फ्लेक्सिबिलिटी र रिजिड जोड्नै हुँदैन हजुर अहिले पनि जोडेको छैन नि त अब यहाँ फ्लेक्सिबिलिटी रिजिड कसरी उदाहरण दिउँ भने नि यो लुगा के छ फ्लेक्सिबिलिटी छ हैन अनि तपाईले यहाँ चाहिँ त्यो सुपर ग्लु अथवा के अरे त्यो सुपर ग्लु दल्दिनुहोस् त आफै छुट्टिन्छ लुगा धुँदाखेरि चोइटेर हो त्यस्तै यो त चोइट्याउनु भएन फरक लेयरमा राख्नुपर्छ यो भनेको भूकम्प आउँदा यसो हल्लिन्छ
अनि फेरि ओरिजिनल रिलिज पोजिसनमा आउँछ, रेलिजेन्स भन्छ त्यसलाई। यो गाह्रो त यसो यसो हल्यो भने त उता गयो भने त उताको चाहिँ बाङ्गेर परेर गाह्रो भत्किएको नि त पहाडमा भूकम्प आउँदा त्यस्तै देख्नु न हो। त्यही कारणले यसको पोजिसन फरक हुन्छ क्या, फ्लेक्सिबलको लागि फ्लेक्सिबिलिटी र रिजिडिटी भनेको त्यही। रोड दुई खालको हुन्छ नि त, एउटा रिजिड यो अहिले हामीले बनाएको दह्रो, कालो पत्रे भनेको फ्लेक्सिबिलिटी। उता ठुलो गाडी हिँड्दैछ भने यसो यसो गरेको रोड हल्लिएको देख्नुहुन्छ हुन्छ नि, उभिन्दा रोडको ठुलो हेभी, त्यो ठुल्ठुलो हेभी गाडी बोक्दाखेरि तपाईँ त्यो सुइया गाडी कुदायो भने तपाईँ रोडदेखि यता अब 3 फुट यता उभिएको छ भने रोड तपाईँलाई नै हल्लाउँछ क्या, जमिन हल्लिन्छ क्या, फर्केको अनुभव होइन न, हल्लिन्छ हल्लिन्छ क्या, जमिनै भाइब्रेसन हुन्छ हल्का। अनि तपाईँको डोजर लगाउँदाखेरि पर डोजर लगाउँछ नि ठुलो हेभीले, यता तपाईँलाई अलिअलि कमाए जस्तो हुँदैन त, अनि भाइब्रेसन भयो, त्यस्तो चिज हो क्या। त्यही भएर चाहिँ मुन्दुम पुर्याउनु पर्छ भनेको। अब लगभग मुन्दुम फाइनल पुग्यो, अनि अब यो बार्दै लगेपछि त्यतापट्टि पनि हुन्छ। यो साइडमा बारेपछि त छाना लाउन मात्रै बाँकी रह्यो हैन, छाना बिस्तारै लगाउनु पर्छ। रेलिङ बाँकी भयो, रेलिङ मुला त भुइँमा बसेर लगाइहालिन्छ नि। यो कलर चाहिँ यही हो डमर सर? यो चाहिँ अब अलिकति निलो नै लगाउने भन्ने छ, किनभने यो एरिया त अब टेक्टिकल गार्डनमा त जङ्गल जस्तो छ, त्यस्तै हो नि त बनाउने, ग्रिन टाइपको भन्ने छ। र अब यो माथि चाहिँ छानाको उल्टोपट्टिको बोक्रासँग मिलाउनु खोजेको हो। हजुर होइन, अनि मुन्दुम नमिलाई हुन्छ यहाँ आउनु त। यसको कलर कस्तो छ माथि, के भन्छ, निलो कि हरियो भन्छ यसलाई? निलो। यसलाई अनि उल्टो चाहिँ कस्तो छ फेरि? हजुर त्यो छ। अनि यसो छाउँदा त्यो भयो, अनि माथि चाहिँ मुनि चाहिँ अब निलो देखिने चिज त त्यो हो। न त यहाँ यसो हेर्दाखेरि एउटा निलो भयो एउटा हरियो हुने भयो, आँखा बिगार्छ, लाइटिङमा समस्या हुन्छ। हजुर योदेखि हुन्छ त त्यो प्लान गरेको छ हामीले चाहिँ, अहिलेसम्म चाहिँ त्यो गर्ने भन्ने छ, त्यही हुन्छ भन्ने हो। ल दर्शकबिन, यो दुईटा फ्रेम बिम हो, अन्तिम चरणमा पुगेको छ र साइडमा अहिले यो भी प्लान भन्नु चाहिँ उहाँले यो चाहिँ सिमेन्ट बोर्ड नै हो एक किसिमको, यो लाउने कार्य भइरहेको छ भने पल्लो साइडमा पनि लाएपछि चाहिँ छाना लाएपछि मुनिको रेलिङहरू मात्र बाँकी रहेको छ। सेपमा ल्याउनु पर्यो त्यसलाई, जस यो छाना छाएपछि आनन्द हुन्छ हामी बस्नलाई। गोर्खा चौतारी पनि अहिले एकदमै यो डिजाइनमा छ, यो निसेन हट पनि यो लगभग अब फिनिसिङको यो राम्रो लाग्यो क्या मलाई। यो आजले चाहिँ यो निकै राम्रो बनाएको, यो निसेन अलिकति यो पनि यस्तो कर्व अलिकति घुमाएको छ कि बस्नु गजब लाग्यो क्या। अनि यो पनि धेरै छैन के, नत्र त सुलित्त भयो भने त अप्ठ्यारो हुन्छ नि त।